सम्पूर्णलाई अन्तमात्र कविहरूलाई हुन त गजल चाहिँ प्रेमको बारेमा लेख्नु र म चाहिँ प्रेम हो मान्यता गर्छु। मैले एउटा गजल विशेष गरी बाबा छोराको प्रेमलाई चाहिँ मायालाई चाहिँ गरेको छ। बाबा छोरा विदेशमा हुन्छ, बाबा घरमा यस्तै हुँदा राम्रोसँग आँखा देख्दैन बाबु, राम्रोसँग आँखा देख्दैन बाबु, तँलाई भिडियो कलमा हेर्नु पनि, तँलाई भिडियो कलमा हेर्नु पनि चस्माको पावर थप्नु परेको छ। सुनेको छु विदेशमा तैँले कार किनेको छ रे, सुनेको छु विदेशमा तैँले कार किनेको छ रे। यहाँ हामी हस्पिटल जाँदा ट्याक्सी चढ्नु परेको छ, यहाँ हामी हस्पिटल जाँदा ट्याक्सी चढ्नु परेको छ। तँलाई ताते ताते हिँड्न सिकाएको यो पिँढी यो आँगन तेरो आमा र मलाई ठेस लागेर लड्नु परेको छ, तेरो आमा र मलाई ठेस लागेर लड्नु परेको छ। बाबा आमा नहुँदा टुरो हुन्छ भन्थे पहिला पहिला, बाबा आमा नहुँदा टुरो हुन्छ भन्थे पहिला पहिला। आज छोराछोरी साथमा नहुँदा टुरो जस्तै बन्नु परेको छ। गजल थाहा छैन तेरो हातको एक मुठी एक घुटकी पानी पिउन पाउँछ या पाउँदैन, थाहा छैन तेरो हातको एक घुटकी पानी पिउन पाउँछु या पाउँदिन। तर सधैँ तेरो सुखको लागि भगवानको नाम जप्नु परेको छ। राम्रोसँग आँखा देखिँदैन बाबु, तँलाई भिडियो कलमा हेर्नु पनि चस्माको पावर थप्नु परेको छ। धन्यवाद।